हेर्नुहोस् गाइस 4 जना डोली यस्तो छ गाइस हो र यो चाहिँ अब हामी हो अब चाहिँ यो हेर्नुहोस् बेस क्याम्प यो तपाईँ छानी क्याम्प 3 किलोमिटर बेस क्याम्प 5 किलोमिटर केदारनाथ 7 किलोमिटर अझै 7 किलोमिटर हिँड्नुपर्ने छ हामी उकालो ओह्रालो गर्दै अब एकछिन हामी लन्च गर्न लाग्छौँ होइन गाइस यसो ल यहाँ यो पुरै तल अझै 10-15 किलोमिटर हिँडेर अझै 6-7 किलोमिटर बाँकी छ अब हाम्रो चाहिँ लन्च हुने बेला भइरहेछ लन्च भएन ल हामी अर्को ठाउँमा जान लाग्छौँ लन्च गर्ने ल है गाइस अब विशेष अब यहाँ हेर्नु तपाईँहरू मेरो युट्युब च्यानलहरू चाहिँ सब्सक्राइब गरिदिनु होला म फेरि भोलि अपलोड गर्दैछु आज यहाँ टावरको कमी छ हेर्नुहोस् न डोली नेपाल दाजु यस्तो छ नि डोली है डोली 4वटा डोली फेरि गरेर मान्छे घोडागोडी पनि चलिरहेको छ यहाँ मान्छेहरू चाहिँ मान्छे पनि यस्तो यहाँ दाजुले चाहिँ मान्छे बोकिरहेको छ नि यहाँ बुढोवर्दहरू यहाँ यस्तो यस्तो छ ऊ अझै माझासम्म जानुपर्ने ऊ त्यहाँ पुग्यो अझ त्यहाँबाट माथिदेखि हिमाल